यहाँहरू सबैजनालाई म यो पनि जानकारी गराउन चाहन्छु। यतिखेर यो देश कतै गुम्छ कि भन्ने पिरले, यो देश कतै रहँदैन कि भन्ने पिरले, यो देश कतै कसैले तपाईँको चाहिँ लगेर पो जान्छ कि भन्ने पिरले हामी सुतेका छैनौँ, कुदिरहेका छौँ। यहाँहरू सबैजनालाई म एउटा प्रश्न गर्न चाहन्छु, यो देश तपाईँलाई चाहिन्छ? यता पछाडि बस्नेहरूले चाहिँ के भन्छ, चाहिन्छ? यसो गरिदिनु त, आवाज त सुनिँदैन। चाहिन्छ भने चाहिने जति यसो भन्नु त हो, यो देश हामीलाई चाहिन्छ है। त्यसो भएको कारणले गर्दाखेरि यो देश बचाउनु पर्छ। अब यो देश बनाउनु पर्छ। अनि दुईटा मुद्दा छ हाम्रो, थुप्रै छ। मुद्दागत रूपमा हेर्दाखेरि थुप्रै कुराहरू, शिक्षामा यसो गर्छौँ, स्वास्थ्यमा यसो गर्छौँ, यस्तो बाटो बनाउँछौँ भन्छौँ, तर मूलभूत हिसाबले हेर्दाखेरि दुईवटा राजनीतिक मुद्दा हाम्रो अगाडि छ। नम्बर 1 मा यो देशलाई बचाउने, नम्बर 2 मा यो देशलाई बनाउने है। देशलाई बचाउनु चाहिँ पहिलो नम्बरको हाम्रो मुद्दा हो। श्रम संस्कृति यो देशमा विदेशी चलखेल धेरै भयो। विदेशीले हामीलाई फाटेको जुत्ता जस्तो गरेर बदलिरहन्छ। कहिले यो पार्टीलाई बदल्छ, कहिले त्यो पार्टीलाई बदल्छ। जस्तै हाम्रो पाउमा भएको जुत्ता फाटेपछि हामी फाल्छौँ, फाल्दैन? यो देशका दलहरू विदेशीको जुत्ता हुनु हुँदैन भन्ने हाम्रो बुझाइ छ। त्यसो भएको कारणले गर्दाखेरि यो देशलाई बचाउनका लागि यही माटोबाट उम्रेको है, तपाईँको बेलटारको माटोबाट उम्रेको, नेपालको माटोबाट उम्रेको विचार सहित अगाडि बढेको एउटै मात्रै पार्टी छ यतिखेर, त्यो हो श्रम संस्कृति पार्टी। हामी 200 वर्ष अगाडि कार्ल मार्क्सले जर्मनीमा के गर्नुभयो भन्ने कुरा गर्दैनौँ। हामीले तपाईँको छैन के अरे रसियामा लेनिनले कस्तो क्रान्ति गर्नुभयो, चीनमा माओ सेतुङले के गर्नुभयो भन्दैनौँ है। हामी यो बात र त्यो बात भन्दैनौँ। हामी भन्छौँ यो देशको ढुङ्गाको बात, यो देशको माटोको बात, तपाईँको घर घुरेको बात, तपाईँको बारीको बात, तपाईँको खेतको बात, तपाईँको जीवनको बात, तपाईँ हाम्रै समाज छरछिमेकको बात, त्यो हो तपाईँको चाहिँ श्रम संस्कृति। स्वदेशी विचार लिएर उभिएको एउटा स्वदेशी पार्टी हो यो। यहाँहरू सबैजनालाई म निवेदन गर्न चाहन्छु, यो पार्टीमा यहाँहरूले यसपालि भोट हाल्नु होला। कारण धेरै छन्, थुप्रै कारण म यहाँ केलाएर जान भ्याउँदिनँ, आवश्यक पनि छैन होला। बोल्दै आएकै कुराहरू दोहोरिन्छन् कतिपय, तर म यति चाहिँ भन्न चाहन्छु, यो देशलाई गरी खाने देश, यो देशलाई आफ्नै खुट्टामा उभिने देश हामीले बनाउनु पर्छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यदि त्यसो हो भने गफले देश बन्दैन। यहाँ उभिएर मैले 20 घण्टा भाषण गरेर, 25 घण्टा भाषण गरेर, 6 महिना भाषण गरेर देश बन्नेवाला छैन। देश बन्ने हो 2वटा हात चलाएर देश बन्छ, काम नगरी देश बन्दैन। धेरैले भन्छन् ए ढुङ्गा बोकेर मात्रै देश बन्छ भनेर, कतिलाई चाहिँ त्यो खालको भनिदिएको छ। बिचरा हाम्रा मसिना युवाहरू त्यसो भन्छन् घरिघरि, त्यो चाहिँ कुतर्क हो। उसले आफैले त भनेको होइन, अरूले त्यसो भन्न लाग्यो होइन। म बुझ्दछु, त्यो राम्रो बुझौँ है। काम नगरी देश बन्दैन है। हामीले आज चाहिँ नि तपाईँको प्रत्येक परिवारबाट एउटा सदस्यलाई विदेश पठाएका छौँ। विदेशबाट भित्रिएको रेमिटेन्सले देश चलिराखेको छ। यदि परदेशीले हामीलाई 1 महिना 2 महिना मात्रै पैसा पठाएन भने हामीले हाम्रो केटाकेटीको फी तिर्न सक्दैनौँ, चामल किनेर खान सक्दैनौँ, दाल किनेर खान सक्दैनौँ। 1 सरो लुगा फाटेपछि अर्को सरो लुगा हामी फेर्न सक्दैनौँ। हाम्रा ती आदरणीय परदेशी दाजुभाइ दिदीबहिनीहरूले परदेशमा गएर के गर्छन्? श्रम गर्छन् कि गर्दैनन् त्यहाँ हो। अनि यो देशमा जस्तै श्रम गर्दा नहुने, विदेशमा गएर मात्रै श्रम गर्नुपर्छ भन्ने कुनै त्यस्तो बाध्यता, कुनै त्यस्तो मान्यता हो र हाम्रो? त्यसो भएको कारणले गर्दाखेरि यही देशमा श्रम गर्यौँ भने यही देशमा हामी उद्यमी बन्न सक्छौँ। यही देशमा उद्यमी बन्ने वातावरण श्रम संस्कृतिको सरकारले बनाउनेछ। यहाँहरू सबैजनालाई म यो निवेदन गर्न चाहन्छु, तपाईँहरूले भोट दिएर हामीलाई पठाउनुहोस्। हाम्रो तपाईँको पूर्वदेखि पश्चिमसम्म उठाएका हाम्रो प्रत्यक्ष र समानुपातिक दुवैतर्फ भोट हालेर हाम्रो उम्मेदवारलाई जिताउनुहोस्। श्रम संस्कृतिले जिम्मा लिन्छ यो देशलाई उठाउने है। तपाईँहरूलाई लाग्ला हेर्दाखेरि फुच्चे केटा छ है, नपत्याउलो हल्ला नबत्तारिलो, मैला धैला लुगा लाएर हिँड्छ,
यस्तोले के बनाउँछ भनेर लाग्ला। तर यति कुरा याद राख्नुहोस्, हर्क साम्पाङले जे गर्न सक्छ त्योहरूले गर्दैन। किनभने देश बनाउनलाई तीनटा कुरा चाहिन्छ। एउटा चाहिन्छ चाहना, उत्कट चाहना चाहिन्छ। म कस्तो मान्छे हो भने रातै नपरे पनि हुन्थ्यो जस्तो लाग्छ। 24 घण्टाको दिन हुन्छ हैन, त्यसमा 12 घण्टा रात, 12 घण्टा दिन हुन्छ। मेरो लागि चाहिँ 2 घण्टा मात्रै रात भइदिए पनि हुन्थ्यो जस्तो लाग्छ। त्यति धेरै काम गर्न मन चाहन्छु है। त्यसको प्रमाण तपाईले धरान उपमहानगरपालिकाको एक दुईवटा उदाहरण हेर्दाखेरि हुन्छ। काम गरेर विश्व रेकर्ड यो देशमा कसैले राख्यो भने त्यही हो हर्क साम्पाङ है। त्यसो भएको कारणले त्यो खालको चाहना चाहिन्छ यो देश बनाउनका लागि। यो देश बनाउनका लागि क्षमता चाहिन्छ। चाहना मात्रै भएर पनि भएन, क्षमता चाहिन्छ। त्यो क्षमता भएको मान्छे पनि हो श्रम संस्कृतिमा आबद्ध मान्छेहरू है। त्यसो भएको कारणले गर्दाखेरि चाहना, क्षमता र तरिका पनि थाहा हुनुपर्छ देश बनाउने है। देश बनाउने तरिका भनेको विदेशबाट ऋण लिएर बाटो बनाउँछु भनेर देश बन्दैन है। आजको छाक चाहिँ म यो घरबाट सापटी लिएर खान्छु, भोलिको छाक त्यो पल्लो घरबाट लिन्छु, पर्सिको छाक त्यो पल्लो घरबाट लिन्छु, दसैँ त्यो परको बजारको चाहिँ तपाईँको घरबाट लिन्छु, तिहार मनाउनलाई यताबाट पैसा लिन्छु भनेर हाम्रो जीवन चल्छ। त्यस्तो ढङ्गबाट देश बन्दैन। त्यसो भएको कारणले गर्दाखेरि म सबैजनालाई भन्न चाहन्छु, तपाईको दुईटा हात तपाईले यो देशको विकासका लागि, तपाईको गुजारा, तपाईको उद्यम गर्नका लागि चलाउनु पर्छ। त्यो जाँगरीले दुईटा हात हेर्न म चाहन्छु। देखाइदिनु त कतिवटा हात छ यहाँ? यतातिर हेर्नु, सबैजनाको हेर्नु दुईवटा हात। यही धन्यवाद। यिनै हुन् ती हात जसले विदेश बनाउन सक्यो हैन। तर यो स्वदेश चाहिँ किन बनेन त? आज म प्रश्न गर्न चाहन्छु। विदेशमा त हामी साउदीमा काम गरिरहेका छौँ, मलेसियामा काम गरिरहेका छौँ, कोरियामा काम गरिरहेका छौँ। कहाँ काम गरेको छैन नेपालीले? नेपालीले विदेश त बनायो त है, हाम्रै पसिनाले बन्यो त गगनचुम्बी महलहरूदेखि लिएर हरेक कुरा। तर यही देशको बाटो बनाउन सकेन, धुलोमा हिँडिरहेका छौँ हामी। यही देशको खेतबारीमा, तपाईँ हाम्रै खेतबारीमा आउने कुलो बनाउन सकेनौँ। कुलो भत्किरहेछ आज। खाने पानी जस्तो नाथे आधारभूत आवश्यकताको परिपूर्ति गर्न नसकेर रुइरहेछौँ हामी। बिहान चर्पी गइन्छ, टोइलेटमा तपाईँको पानी हुँदैन। अब के गर्ने? हाँस उठ्छ है। टोइलेट जाँदा पानी छैन भने के गर्ने? छक्क पर्नु छ है। हामीले किन यस्तो गर्न सकेनौँ त? म प्रश्न गर्न चाहन्छु, राम्रो बुझ्नुहोस्। तिनै गोर्खा, यो राजेश खिम्दुङ एकचोटि उठिदिनु त। राजेश खिम्दुङ एकचोटि उठिदिनु ल, बसौँ है। यो राजेश खिम्दुङ पनि म अलिक खस्रै छु है। राजेश खिम्दुङ ज्यू भन्दिनँ, के को ज्यू भन्छ त्यो होइन, भन्दिनँ ज्यू स्यू। तपाईँहरूले भन्नुहोस् पछि चुनाव जितेपछि माननीय ज्यू भन्नुहोस्, म त भन्नेवाला छैन। हाम्रो राजेश खिम्दुङ ऊ पनि एउटा गोर्खा हो, भारतीय भूतपूर्व सैनिक। विश्वभर तपाईँको चाहिँ नि गएर विश्वको तपाईँको शान्ति सुरक्षाको लागि लड्ने गोर्खाली है। सारा विश्वको लागि तपाईँको चाहिँ नि लडेर शान्ति सुरक्षाको लागि काम गरेर वीरताको गाथा तपाईँको चाहिँ नि पाउने गोर्खा। त्यो गोर्खालीको देश आफै चाहिँ असुरक्षित किन छ? सारा देशलाई बनाउने नेपालीहरूको हात, त्यो नेपालीको घर नै, त्यो नेपालीको घर देश, परदेशलाई बनाउन सक्ने नेपालीले आफ्नो घर देश बनाउन किन सकेन? किन हामी गरिब छौँ? अरू देशहरू, जुन देशमा हामी काम गर्न जान्छौँ ती धनी भएको भएकै, दिन रात धनी भएको भएकै, तर हामी किन गरिब छौँ? र ती गोर्खा, जुन गोर्खाले सारा विश्वलाई चाहिँ तपाईँको चाहिँ सेक्युरिटी दिन गयो, पिस एन्ड सेक्युरिटीको लागि, शान्ति सुरक्षाको लागि उसले काम गर्छ। तर उस्तै गोर्खाको देश चाहिँ किन असुरक्षित? आज हामी दिनै कुटाइ खान्छौँ, बलात्कार हुन्छन्, बलात्कृत हुन्छन् हाम्रा छोरीचेली, न्याय पाउँदैनौँ। किन अन्याय भोग्नु पर्यो त गोर्खालीले? जुन गोर्खालीले सारा विश्वको चाहिँ नि शान्ति सुरक्षाको लागि रगत पगाएको छ, नाम कमाएको छ, गाथा कमाएको छ, उही गोर्खाको तपाईँको देश चाहिँ असुरक्षित किन भयो? यी प्रश्नहरू छन्। यी प्रश्नको उत्तर तपाईँ आफैले खोज्नु। सबै प्रश्नको उत्तर हर्क साम्पाङले दिनुपर्छ भन्ने छैन है। यही दुईटा प्रश्न म सोध्न चाहन्छु, छोड्न चाहन्छु, सारा नेपालीलाई मिडिया मार्फत छोड्न चाहन्छु। यो दुईटा प्रश्नको उत्तर तपाईँ आफैले खोज्नु है।
नेपालीले काम गरेर विदेश चाहिँ बन्न सक्ने, आफ्नो देश बनाउन नसक्नु, आफू गरिब हुनु, र त्यही नेपालीले फेरि तपाईँको चाहिँ नि होइन विदेशी सेनामा भर्ती भएर शान्ति सेना गएर सारा मुलुकलाई शान्ति सुरक्षाको लागि प्रत्याभूतिको काम गर्न सक्ने, तर आफ्नै देश चाहिँ सुरक्षित नहुने, सिंहदरबार जस्तो हाम्रो सम्प्रभुताको होइन प्रतीक जलेर जाने, खरानी हुनुपर्ने, मान्छे मर्नुपर्ने, यी सारा भइराखेको चाहिँ के छ यहाँ? यो दुईवटा प्रश्नको उत्तर अब तपाईँ आफैले भरेदेखि गएर सोध्नु थाल्नु है। मैले बुझेको चाहिँ के छ भने यो देशमा जसलाई हामीले नेतृत्व सम्झेर चुनावमा जिताएर पठायौँ ती मान्छेहरूले राम्रा काम गरेनन् है। काम गर्नुपर्ने कुरा काम नगरेर भ्रष्टाचार गर्नेतर्फ, अन्याय गर्नेतर्फ होइन, देशको युवालाई राम्रो बुझौँ है, देशको युवालाई निर्माणमा बोलाउनु पर्छ नि होइन। कुलो भत्केको होला, बाटो भत्केको होला, भवन भत्केको होला, विद्यालय छैन होला, निर्माण गर्नका लागि ढुङ्गा बोक्नका लागि बोलाउनु पर्ने युवालाई ढुङ्गा हान्नलाई पठाइसकेपछि देश बन्छ? त्यसो भएको कारणले गर्दाखेरि, नेतृत्व असल नभएको कारणले गर्दाखेरि हाम्रो देश बन्न सकेन सुरक्षित, हाम्रो देश बन्न सकेन विकसित। आज तपाईँको गोजीमा पैसा छैन, यहाँसम्म त आउनुभयो, अब कसरी फर्किने भन्ने बेला बन्द होला। तपाईँको गोजीमा किन पैसा छैन, मेरो गोजीमा किन पैसा छैन, हामी मान्छेको तपाईँको यहाँनिर आर्थिक अभाव किन भइराखेको छ भन्दाखेरि यो देशमा असल नेतृत्व भएन है। हामीले विकास भन्ने बित्तिकै खालि विदेशी ऋण लिएर बनाएको कालो पत्रेलाई मात्रै बुझ्यौँ, तर असली विकास भनेको के हो तपाईँलाई थाहा छ? आर्थिक विकास। आर्थिक विकास तपाईँको गोजीमा पैसा हुनुपर्छ क्या? चिल्लो बाटो मात्रै बनाएर के गर्ने? त्यो चिल्लो बाटोमा मोटरसाइकल किनेर चलाउनु सक्ने पैसा तपाईँसँग हुनु परेन? त्यसो भएको कारणले त्यो मोटरसाइकल किनेर चलाउन सक्ने पैसा तपाईँको गोजीमा यदि हुनुपर्छ भने काम गर्नुपर्छ कि पर्दैन? खै त हाम्रो देशमा काम कहाँ छ है? दिनभरि हल्लेर भरे मिठै फेरि खाइन्छ। अचम्म लाग्छ यो चाहिँ है। बाउको कमाइ खाएर छोरा भयो हल्लेर हिँडे हुन्छ है, बाजेको कमाइ खाएर नाति हल्लेर हिँडे आउँछ। अनि छोरा र नाति मात्रै, के अरे छोरी र नातिनी चाहिँ होइन भनेर प्रश्न नगरौँ, छोरी र नातिनीहरू पनि हल्लेर हिँडेर आउँछ है। त्यसो भएको कारणले गर्दाखेरि म भन्न चाहन्छु अब यो देशमा कोही पनि हल्लेर हिँड्न पाउने छैन। हामी त्यस्तो जबरजस्त कानुन ल्याउँछौँ भने होइन, सबैले हामी फकाएर काम गर्छौँ, काममा लगाउँछौँ। हर्क साम्पाङसँग त्यो जादु छ, जादु नै छ भन्छु ल है। यो भन्दा ठुल्ठुलो भिड त म पाइप तान्नलाई भिडमा मान्छे लगेर जान्थेँ क्या, किन बुझ्नुभयो नि है। पछाड हुने, ए बाबा कहाँ जानु आँटेको त कति रमाइलो ठाउँ होला भन्दा त्यस्तो खालको भिड पो। मेरो त पालै आएन, म त पाइप तान्न आएको पालै आएन भनेर फर्केर जाने भन्नुको मतलब म मान्छेले काम लगाउन सक्छु है। म रुखो छु तर झुटो छुइनँ, झुटो बोलेको छैन मैले, झुटो बोलेको छैन। म तपाईँहरूलाई काम लगाउँछु। यति धेरै काम श्रम संस्कृतिको सरकार आएपछि हामी गर्छौँ कि फुर्सदमा त कोही बस्दैन। क्यारम बोर्डको गोटी रिसाओस् न, लुडोको गोटी रिसाओस् क्या, खोइ त हल्लाउँदैन त मलाई त गाँठे किनेर उहिले राखेर थन्काए भयो। यस्तो देश बनाऊ, बाटोको किनारामा फोहोर होइन, फुल फुलिरहेको होस्। हाम्रो यस्ता डाँडा काँडामा फलफुल मौसमी फलफुल तपाईँको फलिरहेको होस् है। यता हेऱ्यो उत्पादन, उता हेऱ्यो उत्पादन, यता हेऱ्यो रमाइलो, उता हेऱ्यो रमाइलो। त्यस्तो देश बनाउन सक्छ कि सक्दैन यो मान्छेहरूले? दुईटा हात देखाइदिनु त त्यस्तो देश बनाउने हात। यो परिवर्तन हामी ल्याउन चाहन्छौँ, यो परिवर्तन हो हामीले गर्न खोजेको है। भाषण गरेर चाहिँ राजनीति गर्ने, भाषण त हामी पनि गर्छौँ तर यो चाहिँ भाषण होइन होला। खोइ कुन त के हो, जे आउँछ त्यही बोलिरहेको छु होइन। यहाँ सुन्नुहोस् है, मिठो मसिनो बोलेर अर्कालाई फकाएर, अर्कालाई दिग्भ्रमित बनाएर बोल्न आउँदैन हामीलाई। श्रम संस्कृति त्यो होइन। यो श्रम संस्कृति मेरो विचारबाट जन्मिएको पार्टी हो। म आफै पनि जर्रो दर्रो खरो खस्रो छु। म कस्तो मान्छे हो भन्दाखेरि छाम्दा खस्रो चाख्दा गुलियो। तर यो देशमा यस्ता मान्छेहरू छन्
छाम्दा चिप्लो नचिप्लो है चिल्लो चाख्दाखेरि टर्न नरम के पो खायो थो गर्नुपर्ने हालको राम्रो बुझौँ है। त्यसो भएको कारणले गर्दाखेरि म भन्न चाहन्छु तपाईहरुलाई बोली होइन काम चाहिएको छ। बोलीले देश बन्छ हो। म तपाईहरुलाई यसरी नै प्रश्न गरिरहन्छु है। आदरणीय जनसमुदाय यस्तो गर्नुपर्ने हुन्छ यस्तो गर्नुपर्ने हुन्छ हजुर लम्बसार गर्दिन भोट दिनु नदिनु भन्छ है। तर तपाईको नानीहरुको अनुहार हेर्नु तपाईको नानीको अनुहार हेर्नु भोलिको दिनमा तपाईको नानीलाई तपाईले खाइ नखाइ पढाएर +2 गरिसकेपछि तपाईले घर राखेर घर ज्यागडी राखेर अथवा चाहिँ नि हैन बन्दक राखेर खेत राखेर जग्गा बेचेर विदेश पठाउनु नपरोस् त्यो भन्न चाहन्छु। यदि त्यस्तो गर्न नपर्ने हो भने तपाईको छोराछोरीको भविष्य यही देशमा होस् भन्ने चाहनुहुन्छ भने श्रम संस्कृति बाहेक अरु पार्टीलाई तपाईले भोट हाल्नु हुँदैन है। यो देशको सम्बद्धताको बारेमा यो देशको स्वाधीनताको बारेमा यो राष्ट्रिय झण्डाको पक्षमा कुनै पार्टी खुलेर बहस गरेर चाहिँ अगाडि आएको छ आमसभामा बोल्ने हिम्मत कसैले गरेको छ भने त्यो श्रम संस्कृति नै हो है। हामी आउटराइट नो एमसीसी भन्न सक्छौं राष्ट्रघाती एमसीसी चाहिँदैन यो भन्ने हिम्मत श्रम संस्कृतिले गर्छ तर अरु दलहरुले गर्छ। बालनजीलाई सोधिदिनु न एमसीसी को बारेमा हो दुन भागिहाल्छ रविजीलाई पनि दुन भागिहाल्छ स्वर्णिमलले भागिहाल्छ गगन थापा भागिहाल्छ केपी ओली प्रचण्ड यिनीहरु सबै मिलेर एमसीसी पास गरे है। 2-4 दिन अगाडि विदेशी सेना नाच्दै थियो हैन भोलि बेलटारमा नाच्दै आयो भने के गर्ने है। अहिले त सेना आउँदैछ राम्रो बुझौँ है। अब सेना सँगसँगै पैसा आउन सक्छ त्यसपछि झण्डा आएपछि देश रहँदैन। यति बुझ्नुस् देशको अस्तित्व सेना पैसा र झण्डाले कायम गरेको हुन्छ। भोलिको दिनमा बेलटार भन्ने ठाउँ चाहिँ हुने अनि यो झण्डाको ठाउँमा अर्को झण्डा आइपुग्यो भने हामीलाई मन्जुर छ। तपाईलाई खानु पनि दिन्छु म लाउनु पनि दिन्छु एउटा घर पनि किनिदिन्छु गाडी पनि किनिदिन्छु बैंक ब्यालेन्स पनि राखिदिन्छु तर तपाईको नाम चाहिँ मेटाएर हर्क सम्पाद राखौँ है भन्यो भने तपाई मान्नुहुन्छ? मान्नुहुन्न है। मेरो नाम तपाईको नाम होइन तपाईको अस्तित्व छ कि छैन हो। आफ्नो नाम भन्दा ठुलो हुँदैन विकास। यो देशमा सबै कुरा बनाइदिने बाटो पनि बनाइदिने सबै बनाइदिने अनि देशको नाम चाहिँ नेपाल होइन अरु नै राखौँ है भन्यो भने हामीलाई मन्जुर छ छैन। त्यो देशको कुरा गर्दैछु म त्यो देशको कुरा गर्छ श्रम संस्कृति अरु कुनै पनि पार्टीले गर्न सक्दैन। सोध्नु न तपाई न एमाले बोल्छ न कांग्रेसले बोल्छ न माओवादी भन्ने छैन अहिले त के जाति भन्ने छ। प्रत्येक चोटि अर्को चुनाव चिन्ह आउँछ अर्को चुनावमा चाहिँ के लिएर आउनुहुन्छ भने प्रचण्डजी यसपालि चाहिँ के जाति लिएर आएको छ अर्कोचोटि जेसुकै ल्याउँछ के मतलब वर्षै पछि मुद्दा फेरिन्छ मुद्दा फेरेको जुत्ता फेरे हो जुत्तामा हाम्रो त वर्षमा एकचोटि एउटा फेरिँदैन होला फेरिन्छ मसँग त त्यति पैसा पनि हुँदैन वर्षमा एउटा जुत्ता पनि फेर्न सक्दिनँ म त 6 महिनामा मुद्दा फेर्छ कसैले बोल्न सक्दैन। भ्रममा नपर्नुहोस् म मिडिया मार्फत भन्न चाहन्छु अहिले एउटा पार्टी आफूलाई नयाँ भनेर आएको छ है बजाइन्छ हैन त्यो पार्टी हैन लाई पनि सोध्नु न एमसीसी को बारेमा झन्झार त्यो त गर्दै गर्नु है। कतिलाई चाहिँ लागेको छ अब यो चाहिँ नयाँ हो कि के हो भन्ने लागेको छ। त्यो त पहिल्यै तपाईको उप प्रधानमन्त्री तथा गृहमन्त्री 2 चोटि भएको हैन त्यो पार्टीको सभापति त्यतिखेर के भन्थ्यो 100 दिनमा हामी 100 जना जति मान्छे थोरैमा 100 जना परदेशमा गएका मान्छेलाई फर्काएर ल्याउँछौँ फ्री टिकट नेपालमा जागिर दिन्छौँ भन्नुहुन्थ्यो। कति जनाले ल्याउनु भयो एक जनाले मलाई ल्यायो भन्दैन त 100 दिनमा भन्नुहुन्थ्यो के गर्नु भयो है। अहिले फेरि के भन्ने आएको रहेछ भने 100 दिनमा सहकारी पीडितको पैसा फिर्ता गर्छौँ भन्ने आएको रहेछ। अचम्म लाग्यो है। पैसा चाहिँ कहाँबाट ल्याउँछ अरे कि विदेशीले दिएको छ कि बोराको बोरा भन्नु सकिँदैन बोल्नु गलत कुराहरू गरेर अफवाह फैलाएर ढाँटेर हिँड्ने मान्छेहरू थुप्रै छन्। तिनीहरूको पछाडि नलाग्नु
है भएको कुरा गर्नुपर्छ है ढाट्नु हुँदैन ढाट्नुहुन्छ निर्मला पन्तको हत्यारालाई 22 दिनमा करेक्ट झ्याप गर्छु भनेर भन्थ्यो हाम्रो त्यो पार्टीको सभापतिले 2 चोटि गृहमन्त्री भयो खै गरेन कि गर्यो पो पछि गएर त फेरि त्यही सहकारीकै कुराका लागेर जेल पनि जानु पर्यो है जीवी राईलाई पक्रेर ल्याउनु नि गृहमन्त्री हुँदाखेरि कुरै सकिन्थ्यो त जीवी राई कहाँ छ कोही बा हेर्दैछ कि यताबाट तँले यस्तो भनेछ दारा किटिरहेको किटी होइन त्यो छ कि छैन पनि कि त्यो पार्टीबाट तपाईँको चाहिँ सुशासन हुँदैन भ्रम नपर्नुहोस् युवाहरू लाग्नु भएको छ मलाई थाहा छ भ्रम नपर्नु है उम्मेदवारले अस्ति गाडी कुदाउँदै गर्दा 4 वर्षे बालिका मर्यो भन्ने आयो त्यो उम्मेदवारलाई कारबाही भयो म यो मञ्चबाट कारबाही गर्नु भनेर सरकारलाई माग गर्छु तर सरकार पनि उहाँहरूकै छ के गर्ने गर्ने के है गर्ने के भन्नु न गर्ने के है गाडीबाट पत्रकार लडेर मर्यो अरे ऊ पनि ब्रेन हेमरेज भएर भन्छ त्यसको बारेमा पनि अनुसन्धान त हुनु पर्थ्यो होला होइन नेपालीको ज्यान भनेको किरा माकुराको ज्यान हो कि क्या हो किरा माकुराको ज्यान पनि तपाईँको त्यसरी मार्नु हुँदैन हौ गाँठे भन्नु न हौ है हामी गाँठे भन्छौँ उहाँहरू गाँठो कस्नुहुन्छ हामी गाँठे भन्छौँ गाउँमै जन्मै हुर्केको हो त्यसको एउटा चाहिँ नि थेगो जस्तो हो गाँठे भन्छौँ उहाँहरू चाहिँ गाँठो बन्धन गर्नुहुन्छ जति नै गाँठो बन्धन गरे पनि यसपालि श्रम संस्कृतिले चुनाव जित्छ र सरकार बनाउँछ किनभने गाँठो बन्धन चाहिँ हामी अरू दलसँग होइन तपाईँहरूसँग हाम्रो चाहिँ सम्बन्ध छ नेपाली जनताको चाहिँ पार्टी हो श्रम संस्कृति यहाँहरू सबैजनालाई म यो भन्न चाहन्छु बोर लाग्यो अलि बोल्नु अझै यहाँहरू सबैजनालाई म भन्न चाहन्छु काम नगरी देश बन्दैन तपाईँहरू मलाई काम गर्न सघाउनुहोस् सबैजना श्रमदाता बनेर आइदिनुहोस् यो पार्टी भनेको नेता कार्यकर्ताको पार्टी होइन यो पार्टीमा नेता छैन म पनि नेता होइन मै नेता होइन भने राजेश घिमिरे नेता होला त होइन यतापट्टि बस्नुहुनेहरू हाम्रा चाहिँ रविन तिलुङ लगायतका व्यक्तिहरू नेता होला होइन हामी तपाईँहरूलाई नेता नेतृत्व यस्तो त्यस्तो भनेर पुराना त किसिमले चाहिँ तपाईँहरूको माथि नेतृत्व गर्ने होइन हामी तपाईँहरूलाई काम गर्न बोलाउँछौँ काम गर्न बोलाउँदा आउने हो काम गर्न अघि आउँदै गर्दाखेरि संयोगवश त्यहाँ परतिर रामपुरदेखि परतिर है हाम्रो श्रमदानको गीत पनि बजाइराखेको रहेछ बाटो सफा गर्दै हुनुहुँदो रहेछ 2-4 जना दाजुभाइ दिदीबहिनीहरू श्रमदाताको टी सर्ट लगाएर आँसु आयो मलाई त है म अलिक भावुक मान्छे पनि हो उनीहरूलाई विश्वास छ अब हामी श्रम गरेर यो देश बनाउँछौँ भन्ने विश्वास छ क्या फेरि यो श्रमको महत्त्व त कहाँ गएर बुझ्दो रहेछ यहाँ बसिन्जेल चाहिँ बाबुआमाको कमाइ खायो पार्टीको पछाडि हिँड्यो होइन झोले भन्छ कि क्या म चाहिँ भन्दिनँ तर जेसुकै भनौँ है हर्के हौलदार हेर ढुङ्गा बोकेर श्रम गरेको ढुङ्गा बोकेर श्रम भन्छ त्यही मान्छे फेरि तपाईँको छैन विदेश गएपछि श्रम गर्छन् त्यहाँदेखि बुझ्नु थाल्छ 6 महिनापछि त हो रहेछ भन्छ पक्कै पनि त्यो तपाईँको विदेशबाट फर्केर आएका दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्थ्यो जस्तो लाग्यो त्यहाँ सरसफाइ गर्दै श्रमको महत्त्व बुझ्नका लागि होइन हामी विदेशै जानुपर्ने रहेछ होइन त्यहाँको साउजीको लात्ता र घुसी खानुपर्ने होला होइन त्यहाँ तपाईँ उठ बस होइन बिहान 6 बजी टिङ 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 घन्टी बन्द कुदै आएर लाइनमा बसिहाल 5 मिनट ढिलो भइस् भने तँलाई तेरो 15 दिनको स्यालेरी काटिदिन्छु भनेर हामीलाई भनिसकेपछि मात्रै श्रमको भेल्यु बुझ्दै रहेछ नेपालीले होइन तर त्यसो हुनुभन्दा पहिले अहिले अब बुझौँ यो देशमा काम गर्ने नीतिलाई नै हामी राजनीति बनाउन चाहन्छौँ काम नै राजनीति हो भन्ने तपाईँको चाहिँ परिभाषा हामीले त्यो मानक स्थापित गर्न चाहन्छौँ काम नगरी देश बनेछ भने कान काटेर फालिदिन्छु म ल तपाईँले काम नगरिकन धान उम्रिन्छ मकै उम्रिन्छ कोदो उम्रिन्छ काम नगरिकन यो घर बन्यो काम नगरिकन यो तपाईँको ट्रस्ट बन्यो काम नगरिकन केही हुन्छ अनि त्यो काम गरौँ न भन्दाखेरि चाहिँ हामी अपमानित बन्नुपर्ने काम गरौँ भन्दैछ त श्रम संस्कृतिले काम गरौँ भन्ने कुनै पार्टीहरू छ काम नगर्ने चिल्लो भएर हो यस हो कालो चस्मा टक्क होइन 10 तोलाको सिक्री ट्याक्क भिरेर
नेता क्या नेता है त्यो ठुलो नेता त्यहाँदेखि अलिक सानो नेता फेरि ए भाइ यता यस्तो त्यो सानो नेताले फेरि अर्को 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 लास्टमा काम गरेर चाहिँ एउटा मरण च्यासे यत्रो क्या है हाम्रो देशको विकासको मोडल त्यो खालको छ माथि ठुलो म्यानेजर त्योभन्दा अलिक तल अलिक सानो म्यानेजर अझ सुपरभाइजर अनि सब सुपरभाइजर के अनि लास्टमा काम गर्ने चाहिँ एकजना अराउने चाहिँ 15 जना है अत्र भुस्तिग्रा भएकोले चाहिँ अराइराखेको हुन्छ क्या गर्दा हिँडिरहेको हुन्छ होइन अनि अर्को हुन्छ अलिअलि सानो त्यस्तो हुँदै जान्छ लास्टमा काम गर्ने चाहिँ यत्रो सानो हुन्छ अस्तितिर पनि भनेको कुरा फेरि दोहोरियो अनि फेरि उसलाई जस दिँदैन यस्तो गर त्यहाँ उस्तो गर त्यहाँ भन्छ 2-4 दिन पछाडि त त्यो काम गरेर पनि थेतर हुन्छ गर्दिन है भनेर खैनी मोल्न थाल्छ हो कि न भन्नु न यसले पनि हकारेको छ उसले पनि हकारेको छ के म चाहिँ तपाईँको ब्याडमिन्टनको कर्क हो र फुटबलहरू जसले पनि लात्ताले हान्ने गर्दिन के गर्छस् तैँले नै गर भनेपछि त फेरि अब त्यो भुस्तिग्रेले त पक्रिने कुरा आएन अनि त्यसपछि चाहिँ फकाउन थाल्छ गर नगर भन्छ कामदारले पनि ठग्न थाल्छ हौ त्यहाँदेखि यो ठगहरूको देश भएको छ बेइमान मान्छेहरूको देश भएको छ त्यसमा हाम्रो तपाईँको चाहिँ घोर असन्तुष्टि छ त्यसमा आपत्ति छ यो देशलाई इमानदार मान्छेहरूको देश हामीले बनाउने कि नबनाउने हो गफ गरेर खाने होइन काम गरेर खाने पसिना बगाएर खाने विदेशीको टुक्रा पक्रेर खान्छु विदेशीले कमिसन दिन्छ भ्रष्टाचार गर्छु अलिकति यसो छल्छु ढाँट्छु यताको कुरा उता सेटिङ गरेर दलाली गरेर जीव पाल्छु भन्दैन अब नेपालीले यदि त्यो खालको ल्याउने हो भने श्रम संस्कृतिलाई तपाईँहरूले चुनाव चिन्ह अञ्जुलीको माटोमा भोट हाल्नुहोस् हामी यो देशमा उत्पादन निर्माण र आविष्कारमुखी शिक्षा हामी लागू गर्न चाहन्छौँ हाम्रा नानीहरूले उत्पादन गर्न सक्नुपर्छ सिक्नुपर्छ आविष्कार गर्न सिक्नुपर्छ सक्नुपर्छ हाम्रै देशमा पनि बन्नुपर्छ यस्ता बसहरू हाम्रै देशमा पनि बन्नुपर्छ मैले बोल्दै गरेको माइक्रोफोनहरू बन्नु पर्दैन त्यसतर्फ हामी युवा पुस्ताको ध्यान आकृष्ट गर्न चाहन्छौँ त्यो खालको नीति निर्णय हामी गर्छौँ त्यो खालको यदि सरकार चाहिन्छ त्यो खालको देश यदि बनाउने हो भने चुनाव चिन्ह माटोमा भोट हाल्नु धेरै कुरा गर्न चाहन्न रात पर्न आँट्यो हामी विभिन्न ठाउँबाट आएको फर्किनु पर्ने पनि होला मैले यतापट्टि हाम्रो राजेश खिम्दुङजीलाई उठ्न लागि अनुरोध गर्न चाहे फेरि उहाँलाई हामीले प्रत्यक्षको